बुढी विदेशमा हो तेरे बुढी भाइरस तिमी थकी भएको छौ म मसाज गर्दिनँ ए नाउ पर्दैन मसाज गर्नु पर्दैन मलाई मसाज मन पर्दैन मलाई मासु खाएनौ मासु खाएको ए मासु खाएनौ भने मलाई भन न ल मासु छैन भने म ल्याइदिन्छु ल ल ल अरे मुख फुडाइन्छ अहिले फेरि ए होइन नल्याउ म खाँदिनँ मासु छोडेको मैले भर्खर कसम बेबो होइन मसँग 2 लाखको मोबाइल भएको भए म यस्तो गरेर दिन्थेँ कि यस्तो खाएन के भयो तिमीहरूको म यता घुट्टो परेको बेलामा केही भएन त्यस्तो के छ हाई हेलो भनेको क्या बेबो तिम्रो लाइफमा को छन् भन त के साह्रो मस्के कि भन त म त केटा त होइन कति मस्किएन अनुहार चम्केर मस्किएन तिमी के खान मस्के कि म त यस्तो मस्किन्छु मस्किन लाग्यो भने त गर्दिनँ म त यस्तो गर्छु अर्काको कोही लगेर जिन्दगीमा यहाँ डरेर लाउनु लाग्छ अहिले लाइफ एकजना नलाउँदो बेबो तिमी पनि नलाउ त ल दुईटैले नलाम त कस्तो देख्दो रहेछ अब चाहिँ टिकटकबाट भ्लग बनाइ हिँड्छ राम्ररी चिल्लो आउँछु भनेर नलाम त दुईटैले होइन खोलिन् त बेबो खोलिन् त Sorry, thank you so much. केटाकेटी उम्रिदिएको 3-5 लाख त्यो 2 लाखको मोबाइल दिएर हुन्छ यसलाई त्यो 2 लाखको मोबाइल पाए अनुसारको तिनीहरूले त्यही अनुसारको मोबाइलमा काम पनि गर्न पर्यो हाम्रो त 2 लाखको मोबाइल किने अनुसारको त्यहाँ काम पनि त्यही अनुसारले घोटेर गर्छौँ नि त त्यही अनुसारले पो हामीले मोबाइल किनेको थियो केटाकेटीलाई 2 लाखको मोबाइल दिएर यिनीहरूले गर्ने चाहिँ के त नि के गर्छ एउटा टिकटक त गतिलोसँग बनाउँदैन यसलाई 2 लाखको मोबाइल दिएर त हुने केही होइन म कसम बेबो होइन मसँग 2 लाखको मोबाइल भएको भए म यस्तो गरेर दिन्थेँ कि यस्तो त्यस्तो होइन किन्ने भए मेरो 15 प्रो म्याक्स किन बेच्नु लाग्छ ग्राउन्ड सट हान्थेँ कि त्यो 16 प्रो म्याक्स चलाउ न त्यो किन चला त्यो पुरानो मोबाइल नयाँ मोबाइल चलाउ न पुरानो मोबाइल किन चलाएको बेच्ने नै चलाउँदै बसेछ लापरवाही नकिनेसम्म कसैले नकिनेसम्म त चलाउन परेन भने लापरवाही अति लापरवाही भयो ट्याप साथीहरू ट्याप होस्ट लाएर जित्न दिनु हुँदैन जित्दा बाँच्नु म त जित्न दिन्छु तिमीलाई तिमी खुसी छौ भने जित यार बेबो म तिमी जित्न रमाउँछु अर्काको कोही लगेर जिन्दगीमा यहाँ डरेर लाउनु लाग्छ अहिले लाइफमा जित्न दिएर खुसी बनाउन के परमानेन्ट जित न जिन्दगीमा रियल लाइफमा जित्ने त मै त हो नि तिम्रो बड्डो लगेर पक तिम्रो बड्डोलाई लगाएर पक इन्डिया नचल्दै त स्याउ टिप्नु पक्नु तिम्रो बड्डोलाई स्याउ बोकाउँछ तिम्रो बड्डोलाई स्याउ नबोकाए त म मस्त सुती खान्छु तिम्रो बड्डोलाई स्याउ बोकाउँछु टिप्नमा एकदम एक्सपर्ट छ अन्त धेरै टिप्न पर्दैन 2 केजी एउटा 1 केजीको के भयो साथीहरू के गराउँदैछ आखिर यसले मलाई कुन यसले मलाई सद्मार्गमा लगे कि हुन् त कस्तो खालको मार्गमा लिएर जाँदैछ यसले मलाई आज के बेबो तिम्रो लाइफमा को छन् भन त के साह्रो मस्के कि भन त म त केटा त होइन कति मस्किएन अनुहार चम्केर मस्किएन बेबो कति मस्किने यार मस्किनलाई पनि सुहाउन पर्छ क्या नसुहाउने किन मस्केको भन त तिमीलाई सुहाइरा छैन तिमी के खान मस्के कि म त यस्तो मस्किन्छु मस्किन लाग्यो भने त गर्दिनँ म त यस्तो गर्छु Thank you so much, Akshay. के गरेको औँठी देखाएला नि तिमीमा त आमा ओइ साँच्ची तिमी
मोटाको कि मोटाको हो त मोटाको कति केजी 40 कते रमाउला भन्ने 40 कट्नु आँटे कि लभली मैले त केही भनेको छैन त्यही भएर चुप लाएर बसेछु त्यही भएर के भएको Thank you so much, Kanji. Thank you. Luna, thank you so much, darling. तनाव छ जिन्दगी खुलित्तै भइरहेछ अल कलमा भन्छु खुलित्तै भइरहेछ जिन्दगी कल गर्ने उता झुकेर म बिजी छु यसपछि मेरो एडिट गर्नु पर्ने छ त्यहाँ झुकेर कल गर्नु जेसुको गर म त फोन गर्ने हो तिमी मलाई कहिले कल गर भने भोलि र पर्सि म बिजी छु म अहिले एकछिनमा पनि म बिजी हुन्छु तिमी 5 मिनेट टाइम दिन सक्दैनौ बुढासँग त यहाँ टाइम दिन पाएको छैन तिमीलाई दिन्छु म थाहा छ इडिटिङ गर्दाखेरि त्यस्तो हुन्न बुढासँग सुत्न जाने भन न बरु घरमा छु मेरो बुढा धरानमा छ के थाहा एकछिनपछि आएपछि हामीलाई के थाहा एकछिनपछि आएपछि के थाहा आपत परेको छैन के थाहा के गर्छ के थाहा राम्रै बहिनीसँग सुत्ने हो एकछिनपछि बहिनीलाई छ्याप्ने होला साइड लाएर कति मात्ते कि हौ तिमी त हो ठिक भन्नुभयो घोस्ट साह्रै छाडा छ उसको त बुढा विदेशमा छ नि त तिम्रो बुढे विदेशमा हो तिम्रो देऊ न काम चलाउँछु नदिने तिमी म मेरो बुढासँग जान्छु अब यही बोलाउन कसरी बोलाउँछ मलाई त बोलाउनै आएन न म बोलाउँछु मलाई बोलाएको के कहाँ गायब भएको आमा यार अब चलाउँछ तिमी भाइरस अनि म एक्लै अब चलाउनु ल गोस्ट के भन्नु तिमीहरूलाई बेबो चिनेकै छैन बुढाबुढी ल बेबो भनेर किन चिनेको भाइरस बेबो भनेको भाइरसको बुढी हो भने तिम्रो साइडमा छ मेरो बुढा तिम्रो चाहिँ निधार आँखा छोपेका बुढा क्यामेरा अलिक मास्तिर गर क्यामेरा अलिक छाडो बनाऊ भाइरस अलि यस्तो गरेर देखाउनु नि अनुहार सनुहार नदेखायो हुन्छ अलिक यस्तो गरेर देखाउनु किन देखाउनु पर्यो अनुहार त जहिले हेरेर आएको त हो डबल 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 के भइरहेछ गाइस ट्याप ट्याप हान्दिनु पर्यो नम्बर गयो भाइरस के गर्दैछौ त्यतिकै बसिरहेको छु यस्तै छ खाना खायौ खाना भर्खरै खाएको ए आज मासु खाएनौ मासु खाएको ए मासु खाएनौ भने मलाई भन न ल मासु छैन भने म ल्याइदिन्छु ल ल ल अरे मुख फुडाइन्छ अहिले फेरि ए होइन नल्याउ म खाँदिनँ मासु छोडेको मैले भर्खर 1.5 घन्टा भयो
ए क्यामेरा अलिक माथि गरेर टाउको देखाउ न हौ बुढा छ्या टाउको देखेको छैन देखाइदेऊ न भाइरस टाउको होइन क्या? के भयो? हो भयो भयो मजाले देखाउ न टाउको देखिन के टाउकै देखिन देखेन अलिक माथि गर क्यामेरा माथि गर भनेको क्यामेरा अनि कस्तो माथि गर्नु के भएको छ हौ एकछिन ल म यहाँ हेर्छु ल फुल अनुहार देखाउ रे के भाइरस तिमी के गरेर तिमीले चाहिँ के देखाउ टाउको काटेको रहेछ। भयो अब चाहिँ भाइरस अनि तिमीलाई ठगाइला छ अब डबल साथीहरू डबल अर्काको पहिला थकाइ लागोस् कि त्यसकै लागोस् के चासो त तिमीलाई खै ठगेको तपाईँको बुढी मेरो बुढी भाइरस तिमी ठगी भएको छौ म मसाज गर्दिनँ ए नआउ न पर्दैन मसाज गर्नु पर्दैन मलाई मसाज मन पर्दैन मलाई मन पर्दैन मन पर्दैन नसुहाउने मान्छेहरू त के मस्केको होला है नमस्केको कसलाई सुहाउँदैनौ यसलाई हौ भोकलाई भाइरस के भयो तिमीहरूको म यता घुम्नु परेको बेलामा केही भएन यस्तो के छ हाई हेलो भनेको क्या केही भएन यस्तो के छ हाई हेलो भनेको क्या भइरहेको छु देख्यो फोनमै माग्ने पप्पी कति धेरै नटी नगर न त्यस्तो यार घोस्ट मैले के गरेको छु मैले खेलिरहेको छु अर्काको सोध्ने कुरालाई तिमीले भड्काउने काम नगरे एउटा तिमी आइमै भइसकेपछि तिमी एउटा महिला भएर तिमी एउटा आइमे भएर एउटा आइमेको मर्यादामा बस घोष होइन यहाँ यसो छ तिमीलाई त्यही त भनेको नि बुढेसकालले छोइसक्यो दुई चुल्टी बाटेर तरु नि पल्टेर बसेकी थिए ट्याप ट्याप हान्नु न यस्तै हो म यस्तै हो म त 80 वर्ष पुग्दा पनि म त 16 वर्ष नै हो जवानी नै हो मन मान्छेको मन जवान हुनुपर्छ कि वयस त ढल्की जान्छ उमेर हो क्या त्यो भनेको एउटा नम्बर हो वयस त ढल्की जान्छ छोरी मान्छे नै हुन्छ छोरा मान्छे हुँदैन भने भाइरस तान्दै छ है तान्दै छ म तान्न दिन्न के भाइरस भन न ताने कि हौ हामी बुढाबुढी भया भएको ठाउँमा तिमीले मेरो खुट्टा ताने कि हौ सोध न कतै दर्शक बिन महानुभावहरूलाई मैले तिम्रो बुढालाई आएर पुरै चुम्मा खाएको छैन क्या यहाँबाट मस्क्या त हो भाइरसको जोडी मिलेको छ भाइरस र मेरो जोडी मिलेछ अरे कपाल हो थ्याङ्क यू तर के गर्नु बेबल मारिहाल्छ मासुको पैसा कहिले दिने होइन मासुको पैसा म दिँदिनँ है मासुको पैसा म दिँदिनँ भाइरसको र घोस्टको जोडी मिलो भनेको त मुखमा किरै परोस् भाइरस विवाहित हो भाइरसको बुढी बेब हो भनेर थापै त्यस्तो भनेको त कहिले भलो नहोस् प्यारीहरू मलाई पनि चुपा दिने मान्छे हो मेरो जिब्रामा कोफी छ के प्यारीहरू मेरो बुढीलाई म दिन्छु लु सो मच गरिब बाजे थ्याङ्क यू बाजे थ्याङ्क यू सो मच यस डायमन्ड भुली टल्किँदैछ फिल्टरले भुली पनि देखेको छैन होला यहाँ मन लाग्यो ओइ राजु मेरो 100 पॉइन्ट थियो को हो खास यार यस्तो ओइ राजु मेरो 100,000 पुरा काट्यो त्यतिकै बेबु भएको हो त तपाईहरुले यति धेरै माया साथ सपोर्ट दिनुहुन्छ अनि सक्छ त्यहीले भोक लाग्यो भातै खाएँ म अघि उयो ल्याएँ इटारीबाट घुमेर आएको हो नि त म आज हाम्रो किचन बनायो कि अनि भातै खान पाएन क्या
ल भाइरसले खोइ तपाईँ चाहिँ म के गर्यो मान्छेहरूलाई माया भाइरस भाइरस पठाऊ न अहिले म हेर्न भ्याउँदिनँ नि त ट्याप ट्याप गर्न आऊ न हेलो हेलो पहिला हुने हो काठमाडौँ बिस्तारै हिँड्छ सँगै जाउँला ल भाइरस ओके के हो 7-2 भनेको चाहिँ यार गीत सुन्नु बिग फ्यान हाई हेलो थ्याङ्क यू सो मच मेरो बाजे नजर 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 मिलिरहेछ नजर नजर मिल्छ नि मक्ख पारेकी थुकिदिन्छ अहिले फेरि मैले तिमीले लुची पनि म रेडी छु तिम्रो हात बेबो तिम्रो बुझा पाइन्छ भने त तिमीले लुची पनि ठिकै छैन 2 जना बुढाबुढी खेली बस्यो यार म डिस्टर्ब गर्दैन यार जान्छु ल गएको है भाइरस र बेबो ल जाने जान्छु ल प्यारीहरू नराम्रो नसोचिदिनु होला जस्ट जिस्केको मात्रै हो उनीहरू 2 टा बुढाबुढीलाई मैले पहिले डिस्टर्ब पनि गरेँ जस्ट खिजाएको मात्रै हो साथी हो यिनीहरू 2 टा केही गर्न सक्नु नि पर्यो नि पाउनु नि पर्यो म गर्दिनँ पनि म चाहन्न पनि लाइन लागिरहेछ नि यस्तरी